अनि पेन्सन दानी तपाईँ त खाइसक्नै हुन्न नि के गर्नु लागेको मान्छे यस्तो छ अनुहार दिदी आउनु है उसलाई बोलाउनु भयो तल बहिनीलाई तलको बहिनी के ए अनि सबैजना सन्चै हुनुहुन्छ अनि के गर्दै हुनुहुन्छ तपाईँहरू सबै कसो गर्दै हुनुहुन्छ अनि म पनि सन्चै छु है त आज चाहिँ हाम्रो चाहिँ दाउरा बोक्ने खेताला छ है त अनि हामी चाहिँ दाउरा बोक्नु जाँदैछौँ आज चाहिँ हाम्रो दाउरा बोक्ने खेताला हामी चाहिँ दाउरा बोक्नलाई जङ्गलतिर चाहिँ धाउँदैछौँ अनि हाम्रो चाहिँ गाउँतिर चाहिँ दाउरा अनि यसो मेलोपात गर्दाखेरि चाहिँ अर्म पर्म चल्छ नि त अनि त्यही भएर चाहिँ हामी सबैजना अर्म पर्म गर्छौँ अनि टोलीहरू चाहिँ उता हुनुहुन्छ ल हामी चाहिँ जङ्गलतिर जाँदैछौँ जङ्गल जानुलाई चाहिँ यहाँ गोइरा घर आइपुगिसक्यौँ नि त गोइरा घर आइपुगिसक्यौँ यहाँ गोइराहरूको मान्छेलाई पनि भन्नुपर्ने छ यो बाटोमा चाहिँ कसले फसाएको यो अनि कता फाल्नु त अनि त्यहीँनिर उ गरिरहेको थियो अनि म पनि उँधो नि लगाइदिने लातीले भेट्दिनँ पाउनु अरे ओ दिपराजले खान्छ होला अन्त दिदी आउनु है उसलाई बोलाउनु भयो तल बहिनीलाई तलको बहिनी के ए राम 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 आउनु आउनु ल दसबारी भन्दा गर्मी लाग्दा मर्यो हौ गर्मी 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 सेल्फी स्टिकलाई चाहिँ 150 पर्छ अरे पुरै अर्डर दिइरहेको छु बल्ल शीतल आयो ऊ भने ऊ भएदेखि त भाउजू भएको भएदेखि त ल्याइदिन्थे अब नल्याइदिने एउटा चल्ला पऱ्यो हो र भने मार्छ भने नि गर्मी चाहिँ औधी नि हुन्छ है गर्मी चाहिँ यो घाम लाग्दा पनि घाम लाग्नु जान्दैन पानी पर्दा पनि पानी पर्नु जान्दैन जिन्दगानी यस्तै हो दर्पण छाया भिर छ अरे भिर किन हो त्यसरी ठड्याएर लगाइदिनु कसले उसले यसुपले बोकेको धेरै नफर्काइ लगाइदिनु हाम्रो छ जस्तो फेरि भारी बोक्नु सक्दैन नि त्यो त ल हामी चाहिँ दाउरा बोकेर हिँडिसक्यौँ है घर यसरी गफ गर्दै गर्दै जान्छौँ नि त हामी सबैजना जेठानी देउरानीहरू चाहिँ आधा सरे चाहिँ अगाडि गइसक्नु भएको छ
पानी त अब त बर्खा हो झनै रौसेला पाङ्छ त अनि घाँस भएकोमा पसिना लगाएको छ सरासरी जान्छ अहिले त बाख्रा किन के गर्नु लागेको बाख्राको उठालो म मान्छे यस्तो छ अनुहार अनि अनुहार धेरै सक्दोको काम छ मेरो बाख्रा गोठाला मात्रै नभएर हली पनि भयो एकछिन भयो यहाँ र मिस्त्री पनि भयो मिस्त्री हेड मिस्त्री म जे पनि गर्छ गर्नु चाहिँ थ्याङ्क यू फर तर मुभी अलिकति भनेर छिटो गरेर जाँड दिँदैन मलाई त्यति जाँड छैन खानु न एउटा फ्याउरी बनाउने काठ खोज्नु गएको पल्लो खोला आज कान नसुन्ने नसुन्नेहरूको गफै यहाँ चाहिँ यता न त दाइले सुन्छ न त भाइले सुन्छ गफ गरेको अगाडि जानु बसिरहेको छ चुपचाप पर पनि बिउ राखिसक्नु भएको भाउ होइन ऊमा के खेतमा ए घर छेउमा ए पुग्दैन पर्यो पानी ए भलै गएछ नि अनि यसले दुध चोरेको छ नि त हिजो बिगार गरेपछि त यो थपाङ्छ नि त यसले मैले बिगार गरेको छु भनेर अनि पर पर भाग्छ मलाई देख्नु हुँदैन कुट्छ भनेर हाम्रो माउले तँ चोरलाई के गरेको यसरी नै बसिएको बाहिर यसो हेर्नु त कहाँ पुग्दाखेरि बिरालो उनीहरू यो त हाम्रो त होइन यो तल घरको हो नि त काम गर्छ तल घरको हो आएर चोरिहाल्छ त्यो ढोका बुनुले फेरि लगाइदिनु बिर्सेछ जान्छु त दुध त छैनको दुध भेटेको राख्छ त बेलाले यसलाई अनि त्यही भएर मलाई देख्नु हुँदैन भागिहाल्छ बिगार गऱ्यो भने थपाउँदो रहेछ अलिक ढाको दिनुपर्छ त्यसले गर्दा बेला गिलासमा पानी लाग्नु अनि अमिलो लाएर घोलेर लाग्नु भनेको चाहिँ उसले चाहिँ दुईजना के गर्नु र जाँड खुवाइछ जिन्दगीमा अरू खेताला काम गर्छन् म जाँड खानु पाउँदछु होइन अरूको आज कमिलाको फुल भुइँमा राखेर अजिना पनि सकिएको छ हौ थुक अलिक नुन चाहिँ लाग्नु न अनि हुन्छ काँक्राले उसिन्छ कि एकैछिनमा हामी चाहिँ बिसाएर खाजा खाँदैछौँ है यतातिर अँध्यारो भयो नि त वासिङ सकुनले लगाएको अहिले भरे भन्छ चटपटे मैले भिडियो बनाएको थिएन मेरो कुरा गरेको रहेछ भन्दै थियो होइन ल मेरो भिडियो चाहिँ यहीँ इन्ड गरेँ है त।